जुलुस हामी चाहिँ गरिरहेको सरकारले त्यो नक्कली कामले जो गरिरहेको छ भने त्यसै कारणले नेकपा एमालेको सचिवालयको यो डिसिजनको कारणले हरेक यो 77 जिल्लामा नेकपा एमालेको कमिटीले आफ्नो चाहिँ काम अगाडि बढाइरहेको छ अनि विरोध जुलुस चाहिँ गरिरहेको छ। यति मात्रै हो। अब आज यो मात्र यो थोरै चाहिँ त्यो युवाहरूको या यो 3 बजे मात्र खबर आयो अनि यसको लागि चाहिँ त्यो यो विरोध जुलुस हो। अब भोलि चाहिँ त्यो ज्ञापन पत्र जान्छ, त्यसपछि फेरि 6 कार्यक्रम हुन्छ। त्यो कार्यक्रम जस्तो चाहिँ त्यो केन्द्रको कार्यक्रम हुन्छ त्यही अनुसारको चाहिँ हाम्रो जिल्लाले कार्यक्रम गर्छ, प्रदेशले गर्छ, क्षेत्रले गर्छ अनि पालिकाले गर्छ। तपाईँहरूको पार्टीको कतिवटा जनजातीय सङ्गठनहरू छ? हाम्रो 23वटा हो। 23वटा जनजातीय सङ्गठनका यही मान्छेहरू हुन्? होइन, यो भर्खर चाहिँ तत्काल चाहिँ त्यो खबर पाएको। अब यो चाहिँ त्यो बिहान चाहिँ त्यो खबर पाएको होइन, यो बिहान खबर पाएको हो। बिहान चाहिँ खबर पाएको भए मान्छे धेरै आउँथ्यो, तर यो तत्काल चाहिँ त्यो तुरन्तै चाहिँ अहिले त मान्छे आउँदैछ। तपाईँको पार्टीको साथी अध्यक्षले जनतामाथि गोली बर्साउनु हुने र तपाईँको अध्यक्षलाई पुलिसले पक्राउ हुने कसरी चाहिँ त्यो कहाँ छ प्रमाण तपाईँले लेखेर दिएको तपाईँहरूकै त सरकार थियो, तपाईँहरूको सरकार थियो नि त, जनतामाथि त गोली चलाउन त पाइँदैन। तपाईँको हातमा मोबाइल छ। तपाईँले अब यहाँ चाहिँ केही भइरहेको छ भने पुलिसले डान्टा चलाइरहेको छ भने तपाईँले हकीकत त हेर्नु पर्यो नि। केपी ओलीले बन्दुक चलायो कि अब त्यो गृहमन्त्रीले बन्दुक चलायो, कसले चलायो? अब झुठोमा दिएर त्यसको पनि अनुसन्धान हुन्छ नि, अनुसन्धान गरौँ। अनुसन्धान प्रतिवेदन आयोगले पेश गरेको छ, त्यसकै आधारमा दिएको छ। अनुसन्धान गरेर पक्षी गरेर दिएपछि एक दिन चाहिँ शपथ खानु हो। अनि यस्तो आन्दोलनमा नेकपा एमाले भाग्ने पनि होइन। यो धेरै चाहिँ त्यो यो 2 दिनको सरकार 5 सालको सरकार होला, तर यस्तो चाहिँ 2006 सालदेखि चाहिँ नेकपा एमाले आन्दोलनमा गएको हो, आएको हो, सरकारमा पनि गएको छ, आन्दोलनमा पनि गएको छ। केपी ओलीको लागि यो मात्रै आज मात्र होइन, 14 वर्ष जेल काट्नु भएको। यसमा डराउनु पनि होइन। सरकारलाई तपाईँ 2-3 दिनको सरकार भन्दै हुनुहुन्छ। यो 2-3 दिनको होइन, 2 तिहाईको सरकार भने मैले 2 तिहाई फर्स्ट तपाईँले आउनुभयो अनि डिसिजन गरिदिनु भयो। कानुनलाई मान्ने किन मान्ने? किन कानुनले त सबैले मान्नुपर्छ। मान्नुपर्छ भने कानुनमा उहाँले भन्नुभयो नि, कानुन अनुसार कारवाही गर्न तयार। अब कानुनले के हुन्छ? तपाईँको अदालतको त्यो डिसिजन आउनु पऱ्यो नि, त्यो भोलि त डिसिजन गरिहाल्छ। तपाईँको सर्वेसरमा चाहिँ तपाईँको सबभन्दा बढी कानुन कसलाई मान्नुहुन्छ? तपाईँको सर्वोच्चको कानुन भन्ने हो, यो जिल्ला अदालतको कानुन भन्ने हो, तपाईँको अञ्चलको कानुन भन्ने हो। अब ती व्यक्तिगत चाहिँ पुलिसको कानुन त मान्दैन मान्छेहरू, तपाईँको क्याबिनेटको कानुन त मान्दैन। तर हामी जब अदालतले त्यो डिसिजन गर्छ भने त्यस्तो मानेर हामी जान्छौँ। भोलि त आउँदैछ नि। अब के हुन्छ? अब के हुन्छ? तपाईँ राजनीति सुरु गर्नुभयो, अब के हुन्छ? अब भोलि अब हाम्रो जस्तो यो कार्यक्रम छ, हामी कार्यक्रम त गर्दै जान्छौँ। केन्द्रीय सर्कुलर अनुसार हामी गर्छौँ। अब हामी पार्टीको काम के हो? अब अहिले चाहिँ यति चाहिँ त्यो प्रहरीले खडा गरेको छ, जस्तो चाहिँ उसको निर्देशन आएको छ उहाँले खडा उठ्नु भएको छ। त्यस्तो हाम्रो पनि अब त्यस्तै हो। हाम्रो पनि अब पार्टीको जस्तो कार्यक्रम आउँछ भने त्यसमा हामी उभिने हो। अहिलेसम्म के निर्देशन आएको छ? अब निर्देशन मात्र आज यो सामान्य चाहिँ विरोध गर्ने हो, यो जनसङ्गठन मात्र। भोलि चाहिँ हाम्रो के हुन्छ भने भोलि हामी त्यो ज्ञापन पत्र दिने सिडिओ साहब। अब ज्ञापन पत्रमा हिँड्छौँ। अब भोलि ज्ञापन पत्र दिएपछि यो केन्द्रीय सर्कुलर त्यही अनुसारले हामी जाने हो। थप चाहिँ त्यो गर्ने होइन, हामी यहाँ थप गरेर यो गर्ने त्यो गर्ने अझतिर त्यो अब कसैले तोडफोड गर्ने यो काम हामी गर्दैन। जस्तो हाम्रो जो निर्देशन आएको छ त्यही निर्देशन अनुसार चाहिँ हामी काम गर्छौँ। हामी अब नियमपूर्वक पनि हामी जान्छौँ, तर यो चाहिँ जस्तो चाहिँ उहाँले गिरफ्तार गरिएको छ। अब भोलि अदालतमा जान्छ, अदालतले जे डिसिसन गर्छ भने हामी सबैले मान्नुपर्छ नि। यो क्याबिनेटको डिसिसन कसरी मान्ने, यो आएको डिसिसन कसरी मान्ने, कहिले पनि मानेको छैन, अहिले पनि हामी मान्ने। कानुनको तपाईँहरू सम्मान गर्नुहुन्छ? सम्मान गर्ने हो, सबैले गर्नुपर्छ। कानुनको भन्दै हुन्छ, कानुनको सम्मान गर्छु र कानुन अनुसार नै उहाँलाई आज गिरफ्तार गरिएको हो, नियन्त्रणमा लिएको हो। तर तपाईँहरूले अहिले यहाँ विरोध प्रदर्शन जनाइरहनु चाहिँ केही यो नियम कानुनभित्र पर्छ? कानुनभित्रमा यो समातेको होइन, त्यो अदालतबाट चाहिँ अदालतले चाहिँ भोलि चाहिँ राखोस् र त्यसमा हामी मान्नै पर्ने हो। अदालतको डिसिसन त सबै